यो मतदान केन्द्रमा यतिखेर हामी छौँ। मतदातासँग निरन्तर कुराकानी गर्ने प्रयास गरेका छौँ। कतिको उत्साहित हुनुहुन्छ? 84मा हुने निर्वाचन 82मा भएको छ। यो जेनजी आन्दोलन पछाडि मतदाताहरू कतिको चाहिँ उत्साहित छन् भन्ने विषयमा हामी कुराकानी गरिरहेका छौँ। नमस्ते, स्वागत छ। नमस्कार नमस्कार। के हो नाम तपाईँको? मेरो रामप्रसाद भण्डारी गोकुल हो। हजुर। 84मा हुनुपर्ने निर्वाचन हुनुपर्ने 84मै थियो। 82मा भए पनि मतदाताहरूले सौहार्दबाट उत्साहित रूपमा मतदान गर्नुभएको छ। हजुर। उत्साहित नै हुनुहुन्छ? उत्साहित, हामी एकदमै उत्साहित छौँ। यो तपाईँले कतिचोटि मतदान गरिसक्नुभयो? यो कतिौँ मतदान हो यहाँ? मेरो टोटलमा हजुर। कहिलेदेखिको भन्ने बसाइ कता? मेरो यहीँ सत्यवती छ, खैरेनी। यही व्यवसाय गरेर हजुर बस्नुहुन्छ? हजुर, यही व्यवसाय गर्छु। ए त्यहाँ पनि उत्साहित नै हुनुहुन्छ? एकदमै यो उत्साहित। जति मतदाताहरू हुनुहुन्छ, जति मतदाता नामावलीमा नाम छ, उहाँहरू सबै आएको देखिन्छ कि के छ? सबै आइपुग्नु भएको छैन, अझै पनि थोरै बाँकी रहनु भएको छ। आउने क्रममा हुनुहुन्छ। लगभग अब अन्तिम होला। हजुर। यो निर्वाचनले केही परिवर्तन गराउला? हेरौँ, गराउने अपेक्षा परिवर्तन गराउन जान्छ। भनौँ न, यहाँहरूको अपेक्षा आशाहरू के छ सरकारसँग? सरकार अहिलेको सरकारसँग राम्रोसँग निर्वाचन सम्पन्न गराएर निर्वाचन पछाडि हो, अब भनौँ न अपेक्षाका कुराहरू त अब आउने अपेक्षाका त पछाडि अब पब्लिकको अपेक्षा त विकास निर्माणका कुराहरू मात्रै त हो। तिनै छ। अब राम्रोसँग होस्, स्थिर भएर 5 वर्ष चलोस्, फेरि तुरुन्तै मध्यावधि हुने परिस्थिति नबनोस्। सबै मिलेर राम्रोसँग 5 वर्ष सरकार चलाउने आम जनताको अपेक्षा त्यही छ। हस्तान्तरण। हस्, थ्याङ्क यू।